नेपाल प्रिमियर लिग जारी छ र यसको चर्चा अहिले पुरै विश्वमा हुँदैछ। जी हाँ दोस्तों, नेपाल प्रिमियर लिगको फ्यान फलोइङ र यसको भ्युवरशिप देखेर पुरै विश्व चकित भएको छ। फेसबुक र अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यानलहरू मार्फत करोड मान्छेले एनपिएल हेरिरहेका छन्। यो आफैमा एउटा रेकर्ड हो। कुनै पनि लिग क्रिकेटलाई यति देखिएको छैन जति एनपिएललाई देखिएको छ। आइपिएल पिएसएलका समर्थकहरूको चर्चा धेरै हुँदै आएको छ, तर यति चर्चा नेपाल प्रिमियर लिगको फ्यान्स र समर्थकहरूको भएछ त्यति कुनै पनि लिगको भएको छैन। टियुकेको रङशालाको एनपिएल हुनुभन्दा अगाडि नै लागिरहेको थियो कि एनपिएल 2025मा अघिल्लो वर्षभन्दा पनि धेरै भ्युवरशिप र समर्थक हुनेछ। पुरै नेपालको कुनाबाट एनपिएल हेर्न मान्छेहरू आउँदै गरेको छन्। गौतम बुद्ध रङशाला र एस्ट्राटेक ओभल रङशाला पनि एनपिएल होस्ट गर्नका लागि निर्माण हुनु पर्यो, यो नेपाली समर्थकको माग हो। विराटनगरबाट खेल्ने विदेशी खेलाडी मार्टिन गप्टिलले सन्दीप लामिछानेको बारेमा भनेका छन् कि उनी महान खेलाडी हुन्। उनले बिग ब्यास, आइपिएल, पिएसएल जस्तो ठुलो लिग खेलिसकेका छन्। तर जब मैले उनलाई एनपिएलमा खेल्दा देखेँ, मलाई थाहा भयो कि साँच्चै उनी एउटा ठुलो खेलाडी हुन्। एनपिएलको क्रेज हरेक साल बढ्दै गएको छ र मलाई लाग्छ एनपिएल पक्का एक दिन आइपिएल, पिएसएललाई पछाडि पारिदिन्छ। हजुरलाई के लाग्छ? नेपालमा अर्को वर्ष एनपिएलका लागि ठुलो कुन रङशाला तयार गर्नुपर्छ? गौतम बुद्ध, मूलपानी, एक्स्ट्राटेक ओभल मध्ये कुन रङशाला एनपिएलको लागि बेस्ट होला? कमेन्टमा भन्नुहोला है। आजलाई यति नै। भिडियो राम्रो लागेमा लाइक, सेयर पनि गरिदिनु होला। जय नेपाल।